टन्टाडा खोइ आयो नि त सो ल है क्यास आइसक्यो 6000ले पुगिहाल्छ नि पुरा हुसी लागिसकेको छ तपाईहरु देख्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारणमा छौं हामी नमस्ते एभ्रिवान वेलकम टु सन्देश ब्लग सो म धेरै दिनपछि अब यसो ब्लग अब कन्टिन्यू गर्नु पर्यो भनेको सो आज चाहिँ अब यसो कतै घुम्न गइदिनु पर्यो भनेको म र साथी अझम साथी सुरुमा चाहिँ हामी यहाँबाट एटिएम जान्छौँ टक्क त्यहाँ क्यास निकाल्नलाई अलिअलि त्यसपछि हामी जानुपर्छ सो यस्तो हो रुमबाट निस्किन आँटेको अब तपाईहरुसँग गोप्रोमै भेटौँला है गोप्रोको भ्यू कस्तो देखिन्छ धेरै दिनपछि हो गोप्रोमा हो नि त सो अब कस्तो छ अहिले थाहा हुन्छ है गाइजहरु एज यु क्यान सी मिलेको छ कि छैन यसो कमेन्ट गरिदिनु होला ए ला घुमाउनलाई नि गाह्रो छ हौ खोइ बन्द भएको भइ गर्छ त के हो कि मलाई चलाउन नआएको साथी लाउ बस ए 2 गियरमा रहेछ नि त सो ओइमा खोइ त साउन्ड आइरहेछ त इन्जिनबाट सो यो चाहिँ साथीको बाइक हो यसो एटिएम गएर आउनु पर्यो भनेको हाम्रो रुम अगाडिको बाटो चाहिँ यस्तै हो गाइजहरु सो हेर्न सक्नुहुन्छ भ्यूहरु ओहो के छ यार आज धान रोपाइ पनि कार्यक्रम थियो हाम्रो कलेजमा एज यु क्यान सी सकिसकेको रहेछ आज असार 15 हो नि त सो त्यही धान रोपाइ कार्यक्रम चाहिँ भइरहेको थियो अहिले चाहिँ हामी एटिएम जान आँटेको यसो क्यास निकाल्नलाई त्यसपछि हामी अब हेरौँ कता हुन्छ अनि घुम्न लाग्दिनु पर्छ अहिले त फुलहरू सबै ओइलाइसक्यो रहेछ त अस्ति यहाँ मान्छेहरू चाहिँ टन्नै आउँथ्यो फोटोहरू खिच्नलाई रिल्स बनाउनलाई सो हाम्रो ब्याङ्क पनि एटिएम पनि आइसक्यो यही हो अगाडि ल साथी जाउँ निकालेर आऊ न ए आज नयाँ रहेछ दिन्छ कि सो अब अलिअलि क्यास झिक्नु पर्ने हुन्छ 7 लाख कार्डलेस कति हो कोड 703183 6000 ले पुगिहाल्छ नि टन्टाडा खोइ आयो नि त सो ल है क्यास आइसक्यो 6000 ले पुगिहाल्छ नि सो अब लाग्दिनु पर्यो गाइजहरु ल है अब गइदिउँ है बाइक पनि आइसकेको होला मेरै बाइकमा खोइ अन भएको छैन त स्विच अन गरौँ
सिस्टम त कडा रहेछ हौ साथी। ल है गाइज, अब हामी उतै भेट्नुपर्छ है। अब फेरि केही बाटोको लिनु। सो यहीँ छोडिदेऊ न, के हुन्छ, यहीँ छोडिदेऊ। अह सो गाइज, अहिले बाइक पनि आइसक्यो र बाइक पनि स्विच गरिसकेको। अब चाहिँ लाग्नु पर्यो है गाई। कहाँ राख्ने तिम्रो बाइक? अब साथीको बाइक चाहिँ यतै राखिदिनु पर्यो टक्क लाएर। सो फर्स्ट टाइम आज यो बिस्टमा हे हिलो लागेकै रहेछ त यार यसमा। ए हुन्छ। सो आज रोयल इनफिल्डमा चाहिँ फर्स्ट टाइम भ्लग गर्न गइरहेको छु। तपाईँहरू यसो हेरेर साथ सपोर्ट गरिदिनु होला। अब चाहिँ रुमबाट निस्किसकेको। सो अब कहाँसम्मको यात्रा हुन्छ अब हेरौँ। हाम्रो चाहिँ केही टुङ्गो हुँदैन। लेट्स गो गाइज। आज हाम्रो बिदा पनि छ नि त, कलेज सलेज लागेको छैन। सो अब यताको त भ्यू कति देखाउनु पछा अस्तिको भिडियोमा पनि आइरह होला। सो अब उतै गएर भेट्नुपर्छ है गाइज। भ्यू हेर्न सक्नुहुन्छ। गोडगाउँ चोकदेखि चाहिँ हामी पूर्व लागेको। अब हेरौँ कता गइन्छ। साथी कहाँ जाने भन त? ओ साथी कहाँ जाने? हाम्रो चाहिँ फिक्स छैन अब कता गइन्छ। त्यही त फोन एकपल्ट गर, अब रिसिभ गर्यो भने त उतै गइदिनु लाग्छ होइन। अनि यो पर्सन इज अनअवेलेबल के भन्छ? मेरो नम्बरबाट गर्छु, मेरो नम्बरबाट गर्छु। अहिले हिँड नि त्यहाँ पेट्रोल पम्पमा गर्नु। सो त्यही हो। अब यताको बाटो चाहिँ अहिले ध्वस्तै छ, अब बन्दै गरेको छ नि त एयरलाइन। सो यहाँदेखि उता चाराली चोकसम्मै छ यस्तै। सो अब यो बाटो बन्नलाई पनि त निकै लाग्छ। तबसम्म यस्तै धुलो धुवा गाह्रो छ, नेपाल हो नि त। अब चाहिँ ब्याट्री गोप्रो पनि चार्ज छैन त्यति। अब धेरै दिनपछि गऱ्यो नि त, दुइटै ब्याट्री डेड थियो। सो धेरै चार्ज पनि छैन ब्याट्री चाहिँ, त्यही 60 कति 63% भएको रहेछ। सो उतै गएर भेट्नुपर्छ। अलिक राम्रो भ्यू होस् न त नि, टक्क लाएर राम्रो भ्यूको बनाउनु पर्ने हुन्छ। यस्तो बाटोको के देखाइराख्नुहोस्। सो पेट्रोल चाहिँ हाल्नु पर्यो गाडी। सो त्यही हो, पेट्रोल हालेर चाहिँ अब डाइरेक्ट उतै भेट्छु है तपाईँहरूलाई चाहिँ। उतै हो कि क्या? ल it's lock. कस्ती हो अहिले चाहिँ? जान्छ हौ। एनसिएलबाट गरेको, एनटिसीबाट गर न। लो अहिले कति रहेछ हौ? 57 रहेछ त, घटेको हो कि क्या? त्यो 60 पुगेको थियो होइन? ए उता काठमाडौँतिर होला त्यसो भए। दाजु खोइ हौ दाइ, के साह्रो बिजी हुनु भएको, हतार छ हौ दाइ। 500 को हालिदिनु त दाइ। 500 500
यता चाहिँ गर्नु खोइ के भनेको यस्तो साथी के भन्छन् त्यस्तो खोइ त्यसो भए के गरे भित्रको बाटो छिरिसके सो हामी चाहिँ उता अब हाम्रो चाहिँ फाइनल डेस्टिनेसन भनेको यतै लेटाङतिर धेरै टाढा पनि छैन त्यही 14-15 किलोमिटर जति होला उताको बाटोमा त उस्तै हो धुलै धुलो अनि भ्लगै गर्न मन लाग्दैन क्या त्यस्तो बाटो भएपछि सो अब चाहिँ माथि माथि चाहिँ खतरा भ्यूहरू छ हाम्रो चाहिँ फाइनल डिसिजन भयो त्यो राजा रानी लेटाङको माथि छ कि कता छ हामी पनि गएको छैन राजा रानी सो आज म र साथी त्यही जान आँटेको जे होस् जङ्गलको भ्यू चाहिँ ओपी रहेछ है गाइजहरू तपाईहरू पनि आउन सक्नुहुन्छ सो आज चाहिँ पुरै बाटोको चाहिँ बनाउन पाइँदैन बिकज चार्ज छैन नि त गोप्रो सो अब कतैको भ्यू चाहिँ तपाईहरूलाई यसो देखाइदिनको ट्राई गर्दैछु बाटो चाहिँ पाउन पाएँ कता हो अब साथी सिधै होला यो सिधै सोध न त्यहाँको मान्छे सोध न होइन यो सिधै बाटो होला क्या सोध न त्यहाँको मान्छेले कति टाढा छ भन त के भन्यो कति टाढा हो ए ल यतैबाट जाउँ गइदिउँ न त मुझे आइसकेको छु के सो यहाँ पेट्रोल पम्प पनि अब खुल्ने अवस्थामा छ जे होस् यताको मान्छेहरूलाई चाहिँ सजिलो हुने भयो गइदिउँ न त अब यो बिस्टमा चाहिँ फर्स्ट टाइम भ्लगिङ गर्दैछु आफ्टर अ लङ टाइम यो किनेको पनि त 3 महिना जति भइसक्यो होला अब हेलमेट थिएन नि त मसँग गोप्रोहरू चाहिँ थियो हेलमेट नभएको कारणले चाहिँ अब बनाउन मिलेको थिएन सो आजको चाहिँ साथीको हेलमेट लिएर आएको छु यहाँको गाइजहरू पनि उतै गइरह होला जहाँसम्म लाग्छ के गर्छ अरे बाटो छोडेर चलाउनु नि आफ्नो साइडमा चलाउँदैन रेन्टमा सो उतै गएर भेटौँ यार यस्तै बाटो होला कहाँसम्म अब कता छ मुजी बाटो बाबासिर बाटो भाइ रे ओइमा दुईजना एउटै सिटमा बसेर आखिर कसरी चढ्दै तिनीहरू केटी छ मजै आउँछ झन् केटा भएको त गाह्रो हुन्थ्यो बाटो त डेन्जर छ हौ डेन्जरमा पानी पऱ्यो भने त म्याच चिप्लिन्छ होला ओहो कति टाढा होला यहाँदेखि हामी अब दुईजनै नयाँ मान्छे केही नलेज छैन अरे ला हिलो रहेछ त हौ ओइ खाल्टो रहेछ नि त त्यहाँ भिजो कि के हो केटाहरू चाहिँ के गाडी पनि आउँछ यतातिर बवासिर रोड छ त पाका के अरे मोबाइलमा सर्च गर्दा 15 किलोमिटर मात्रै देखाएको थियो त साथी भास्कर आएको भए त रुन्थ्यो आज झन् उकालो नै रहेछ त यार उकालो छ त
ओइमा यो स्कुटी यस्तोमा ल्यायो भने त कस्तो हुन्छ हौ यो स्कुटी बोलाउँछ तर छिटै बन्छ होला बाटो त समात है साथी लड्छु यहाँदेखि 10 मिनट भन्नुभयो होइन होला अझै त्यसो भए त्यही 3-4 किलोमिटर होला यहाँबाट म्याकाडक्स सो यहाँबाट भ्यू हो लेटाङको भ्यू त खतरा देखियो है सो गाइज यही होइन लेटाङ ल है गाइज लेटाङको यो चाहिँ लेटाङ भयो त्यहाँ माथि चाहिँ दमक होइन उता मोबाइलबाट खिच न यहाँबाट त कस्तो दामी हाम्रो कलेज चाहिँ खै कता देखेको कलेजै देखिँदैन जे होस् यहाँबाट चाहिँ पुरै लेटाङ देखिन्छ है तपाईहरु पनि आउन सक्नुहुन्छ बाटो चाहिँ फेरि यताबाट खिच नि त नि आउँछ होला नि देखिदैन गाइजहरु राजा रानीको भ्यू हेर्न सक्नुहुन्छ यही हो पोखरी अनि यता भयो मन्दिर अनि यता भयो म यता भयो हाम्रो साथी अनि यता भयो अर्को ताल यो राजा ताल यो रानी ताल ए राजा रानी दुईटा ताल छ राजा रानी सो त्यस्तो त केही छैन डेभलप हुँदै गरेको रहेछ भएको चाहिँ छैन डेभलप हो त्यही हो रुख चाहिँ दामी छ है माथिबाटै भाँचेको रहेछ त सो केही छैन यार माथिबाट यस्तो हिँड्दै हिँड्दै आएको यहाँ माथि खोइ यार देखिरहेको थियो त अघि यहाँ माथिबाट आएको फोटो नखिच्ने साथी त्यही हो गर्मी त गर्मी नै छ यहाँ पनि सोचेको जस्तो चाहिँ भएन है साथीहरू हामी अर्कै राजा रानी आए कि क्या हो साथी यहाँ त केही छैन त टिकटकमा त अर्कै हो जस्तो लाग्यो यार बाटो पनि यहाँ मान्छेहरू नै आउँदैन नि त्यो लेउ लागेको मान्छेहरू हिँड्ने बाटो त यस्तो हुँदैन सो त्यही हो अब माथि गएर खाजा खानु पर्यो भोक लागिसकेको छ है साथी जोस् बस्नेहरू चाहिँ कतै कतै बनाएको रहेछ मान्छेहरू चाहिँ त्यति आउन गाह्रो छ यार केटीहरू पनि आएको छैन यसो जिस्कन हुन्थ्यो उता भिडियो बनाउनै दिएन त त्यो आर्मीको होइन यिनीहरू सो अब उता बनाउन दिँदैन ल माथि गएर भेटौँ गाइस प्लिज कस्तो भयो घुमाए यसो अब ए म्यान लास्टै तातो रहेछ यार भित्रै छिराइदिनु पर्ने थियो र अनुमति कस्तो कस्तो भयो त घुमाए ल है बाई बाई राजा रानी फेरि भेटौँला लास्टै तातिसक्यो रहेछ यार सो त्यही हो त्यस्तो चाहिँ डेभलप भएको छैन बिस्तारै हुन्छ अब फेरि कुनै दिन आउनु पर्यो बाटो त यस्तो छ मोबाइलहरू लियो सो त्यही हो गाइज अब धेरै बेर बसिएन यता त्यस्तो मान्छेहरूको क्राउड चाहिँ थिएन अब त्यही कुनै दिन आउनु पर्छ यार गर्मी त खत्रै छ यता पनि तल जस्तै छ अब हेरौँ अब कहाँ जाने यार दमकतिर जाने त्यही हो गाइजहरू अब यही बाटो देखाएकै बाटो कति देखाउनु होइन सो अब उतै तलै गएर भेट्नुपर्छ है गाइज लेटाङबाट चाहिँ डाइरेक्ट हामी उता मङ्गलबारे हुँदै दमकतिर जान आँटेको कुन पिचको बाटो कुन बाटो जाने पिचै पिच गइदिउँ है अब उताको बाटो फर्केर गयो भने त धुलै धुलो हुन्छ यताको आनन्द मस्त पिस
त्यही हो अब दमकतिर जाँदैछु अब हेरौँ आज कता कता घुमाइ हुन्छ तपाईँहरूले हेर्नु नै हुन्छ ओ दामी रहेछ त हौ बाटो 200 कट्छ यो बाटोमा त 200 स्पिड कट्छ होला 200 पुर्याइदिउँ 200 पुग्दा त पुग्दैन यो के हो कलेज हो कि क्या सो त्यही हो गाइज अब उतै गएर भेटौँ टङ्गी पुल फर्स्ट टाइम अब यो बाटो चाहिँ फर्स्ट राइडै हो हाम्रो चाहिँ अब यताबाट चाहिँ दमक गएको छैन अब लेटाङ बाटो पनि आज फर्स्ट टाइम हामी जाँदैछु दमक तपाईँहरू हेर्नु नै हुन्छ अब बाटोहरू चाहिँ कस्तो रहेछ जे होस् अहिलेसम्म चाहिँ दामी नै छ बाटो आई होप अगाडि पनि राम्रै होस् खतरा रहेछ त के रोकाउन खोजेको थियो क्या हौ रोकाउन खोजेको थियो क्या रोकाए पनि हामीसँग सबै थोक छ के गर्नु गाह्रो छ नि यहाँबाट चाहिँ छुट्टिन्छ है गाइजहरू मङ्गलबारेबाट जानु पर्ला जस्तो छ यता त बाटो पुरै बिग्रेको होला जस्तो छ होइन मिक्लाजुङ भनेको त्यही हो झापा नै हो त मिक्लाजुङ नगरपालिका कहाँ छ मिक्लाजुङ माथि त त्यही त यता त भइहाल्यो नि जन्मिता मधुमला निस्किन्छ कता छ मधुमला मङ्गलबारे मधुमला सिधै भयो उता चाहिँ भयो क्या मधुमला नजाम यो बाटो बिग्रेको होला मङ्गलबारेदेखि मङ्गलबारे भनेको कहाँ हो मङ्गलबारे उर्लाबारी हो त्यो आइतबारे सोमबारे उतै जाँदा सोध न त्यो दाइलाई सोध त कताबाट यताबाट राम्रो छ कि छैन पिचहरू छ कि छैन सोध त दाइ यो पूर्व जाने बाटो यतै हो उता उर्लाबारी दमकतिर यता बाटो चाहिँ कस्तो छ दाजु हजुर पिच छ र यता बाटो छैन यहाँबाट कति टाढा पर्यो अब उता उर्लाबारी हजुर ए यताबाट छैन राम्रो यताबाट राम्रो छैन त्यही त त्यही भएर त त्यहाँको अङ्कलले पनि यतैको बाटो जाऊ भनेर भन्नुभयो ल गइदिउँ यहाँबाट कहाँ मङ्गलबारे निस्किन्छ होइन सो लेटाङदेखि यहाँ ठ्याक्कै बोर्ड छ त्यहाँ बोर्डदेखि बोर्डमा दिएकै छ लोकेसन यहाँ मङ्गलबारेतिर अब मङ्गलबारे निस्किएर मङ्गलबारे हुँदै उर्लाबारी दमक पुगिन्छ सो बाटो त बवासिर छ अब के गर्ने यस्तै छ यतिको बाटो त ठिकै हो हुन त फाइनली हामी मङ्गलबारे चोक पनि आइपुगे अब कता यता होइन खोइ त कतै लेखेको छैन त हौ मङ्गलबारे उर्लाबारी रहेछ त ए के हो यहाँ लेखेको छ मङ्गलबारे बजार चाहिँ यहाँबाट नजिकै छ अहिले उता निस्केको भए त गाँड फाट्थ्यो सो त्यही हो अब यहाँबाट चाहिँ नजिकै छ दमक चोक सोल्टी पुल के कस्तो छ हो यहाँ के अरे के ठाउँ यहाँ ठाउँको नाम बिर्सेर दमकको धुलो फाइनली हामी दमक आइपुगेर तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो बाटो छ दमकबाट फर्किँदाखेरि यस्तो बाटो धुलै धुलो छ यहाँभित्र सुनिन्छ साथी ये रोड तो बहुत बवासीर है होइन पुरै हुस्से लागेको छ बाटोमा धेरै जाडो जाडो भएको छ कुहिरे लागिरहेछ होइन मेरो ढाड सड्केको छ साथी अघि पहाडमा अघि जुन लेटाङको बाटो थियो नि साथी भाउनेबाट आउने यो बाटो आइपुग्छ क्या ठ्याक्कै
केस गरेको थियो यहाँ भोला किनेको थियो क्या मलाई लाग्दै थियो यही निस्किन्छ ठ्याक्कै यही निस्किन्छ त्यो खेलाहरू राखेको ठ्याक्कै यता छ के ठाउँ भन्दै थियो त्यो बुढोले यता के ठाउँ हो यो भाउन्ने यतातिर यो धमाधम पिच भइरहेछ हाम्रो बाटो होइन साथीको आज ढाड सड्किन्छ ग्याप बाफ्रे बाटो बवासी रे पुरा हुसी लागिसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ प्रत्यक्ष प्रसारणमा छौँ हामी देख्न सक्नुहुन्छ बाटो कहीँ पनि छैन भर्खर पिच भएको त अलकत्रा लाग्छ गाडीमा अरे साला धरानको जस्तै बाटो बन्छ साथी अब यता धरानको जस्तै बाटो क्या पुरा होइन दामी दामी हुन्छ त्यो सिधा बाटो तिमी त 10 मिनट पथरी 10 मिनट गोठगाउँ भने यस्तो छ बाटोको हालत दमकबाट घर पुग्दा रुम पुग्दाखेरि साथीको आज ढाड सड्किन्छ खोइ त पिच त यहाँ सबै भत्किसकेको छ ओ माई गड ओ माई गड ओ माई गड माई गड यस्तै नालीमा छिरेर हाम्रो दाइबाट क्या अरे गाडी कुदेको छ यस्तो बाटो भयो भने कति मजा आउँछ होला एकदम यो पूर्व जानको लागि यताबाट सबतिर यस्तो 6 लेनको बाटो 4 लेनको बाटो भइदियो भने त गाडी कुदाउन नै सजिलो राम्रो छ राम्रो बन्दैछ बाटो चाहिँ यहाँबाट निस्किने होला है साथी त्यो ब्लक रहेछ फेरि ए मा फेरि बवासिर रोडमा हामी प्रस्थान गरिसक्यौँ पुरै हामीलाई केही बाटो केही देखिरहेको छैन यार लक्ष्मी मार्ग आइपुग्यो अब अलिक धुलो कम हुन्छ अब थोरै केही सहज हुन्छ यता त पुरै कुहिरो लागे जस्तो मौसम बदली भयो जस्तो भइरहेको थियो बुटवल नारायण घाटको सडक जस्तै पुरै धुलो बाटो त पुरा ठुलो बन्ने रहेछ साथी कति 6 लेनको बाटो हो यो 8 लेन अरे साला सिस्टम फाँड देंगे हुन्छ त 8 लेन त ल साथी पानी छिटाउन थाल्यो यार पानी छिटाउन थालो ला यार यहाँ हेर धुला ओ साथी धुलो त सो अहिले चाहिँ हामी कहाँ सलकपुर होइन सलकपुर आइसक्यो अब त्यही रुम जान आँटेको अब दमकमा त्यति धेरै चाहिँ बसिएन लामो यहाँ त गाडी आइपुग्यो अब दमकमा बसिएन अब दमकबाट सिधै यतै आयो भ्लग त्यति गरिएन साथीले त्यही अलिअलि कता गरौँ अब त्यही हो त्यतिसम्म चाहिँ भिडियो हेरिदिनु लास्टसम्म हेरिदिनु इन्जोय गरिदिनु